नमस्कार। म अब दोस्रो भिडियो बनाउन गइरहेको छु। मेरो युट्युब च्यानल राजन गौतम 14341 मा चाहिँ सबैजनाले लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। र म दोस्रो भिडियोमा नेपालमा अहिले समकालीन चलिआएको र चर्चाको विषयमा रहेको राजतन्त्र ठिक कि गणतन्त्र ठिक भनेर चाहिँ अहिले दुई पक्ष बिचमा चाहिँ व्यापक आन्दोलन भइरहेको छ। राजतन्त्र पक्षधरहरूले अहिले राजाको चाहिँ अस्ति भर्खर नारायण हिटी माथि जुन एउटा ठुलो चाहिँ राजा पोखराबाट त्रिभुवन विश्व अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुग्दाखेरि जुन खालको चाहिँ एउटा देखिएको छ भिड, यसले चाहिँ न गणतन्त्रवादीहरूलाई चाहिँ तर्साइएको हो कि न नेपालमा चाहिँ फेरि विकल्पको रूपमा चाहिँ राजतन्त्र चाहिँ माग गरिएको हो कि र न गणतन्त्र चाहिँ ठिक होइन कि भन्ने विषयमा चाहिँ म चाहिँ यो विषयमा केही मतान्तरण र आफ्ना विषयहरू राख्न म चाहन्छु। नेपालमा 240 वर्ष चाहिँ लामो एउटा चाहिँ इतिहास बोकेको राजतन्त्र चाहिँ 10 वर्षको महान जनयुद्ध जसमा अध्यक्ष कमरेड प्रचण्डले नेतृत्व गरेर चाहिँ माओवादीहरूको चाहिँ एउटा जुन एउटा सशस्त्र क्रान्ति गरेर चाहिँ नेपालमा चाहिँ त्यो 10 वर्षको क्रान्तिले चाहिँ राजतन्त्रलाई चाहिँ एउटा अवशेषको रूपमा चाहिँ निर्मल निवासमा थन्काएको राजतन्त्रलाई र नेपालमा गणतन्त्र आइसकेको छ र यो राजतन्त्र चाहिँ फेरि फर्काउनुपर्छ भनेर राजावादीहरू दुर्गा प्रसाई, स्वागत नेपाल, राजेन्द्र लिङ्गदेन र ज्ञानेन्द्र साईहरू लगायत अभियन्ताहरूले चाहिँ यसलाई चाहिँ व्यापक रूपमा चाहिँ उठाएका छन्। संसदमा पनि जनमत सङ्ग्रहमा जानुपर्छ भनेर ज्ञानेन्द्र साईले चाहिँ यो विषयमा उठाएका छन्। र गणतन्त्रको पक्षमा त अहिले व्यापक रूपमा चाहिँ हिजो 63 सालको चाहिँ आन्दोलनले जनआन्दोलनले गणतन्त्र चाहिँ स्थापित गरेको हो र यो चाहिँ राजतन्त्रलाई फैलिसकेको हो र बहुमतभन्दा बढी जनशक्तिले चाहिँ गणतन्त्रलाई चाहिँ स्वीकार गरेको हो। र हिजो राजतन्त्रको पालामा चाहिँ तपाईँ हाम्रो बोल्ने अधिकार थिएन, तपाईँ हामी आज यसरी खुलेर चाहिँ बोल्न सक्दैनथ्यौँ, हामी एउटा चाहिँ राजाको एउटा शासनमा चाहिँ बस्नु पर्थ्यो। उनले ठुल्ठुला उद्योग कल कारखानादेखि लिएर सबै राजाको स्वामित्वमा चाहिँ देशमा सञ्चालन भइरहेका थिए। धनी धन धनी हुने, गरिब झन् गरिब हुने स्थिति पैदा भएको थियो। तर गणतन्त्र आइसकेपछि जन म एउटा गाउँको एउटा सामान्य स्कुलमा पढ्दै गरेको बालकले पनि अनुभूति गरेको कुरा र देशैभरिका जनताले अनुभूति गरेको कुरा के हो भने गणतन्त्र आइसकेपछि नेपालमा का गरिब र ती सामान्य स्तरका जनताहरूमा पनि राजनीतिक चेतको चाहिँ एउटा क्रान्ति ल्याइदियो। राजनीतिक चेतको विकास गणतन्त्रले गर्यो, माओवादी जनआन्दोलनले यो उपलब्धि हासिल गर्यो र यसमा चाहिँ 17,000भन्दा बढी मानिसहरूले चाहिँ रगतको आहुति बलिदान दिएका छन्। र फेरि पनि हामी राजतन्त्रको चाहिँ कल्पना गर्न सक्दैनौँ नेपालमा भन्ने विषयमा पनि म राख्न चाहन्छु। र राजावादीहरूले चाहिँ नेपालमा व्यवस्था परिवर्तनका लागि ठुल्ठुला आन्दोलनहरू भए। 7 सालमा चाहिँ राणा शासनको अन्त्यका लागि बिपी कोइराला लगायतका चाहिँ नेपाली काङ्ग्रेस र तत्कालीन कम्युनिस्टहरूले चाहिँ आन्दोलनको आँधीबेहरी सिर्जना गरे र फेरि पञ्चहरूले 2030 सालमा चाहिँ 17 सालमा चाहिँ राजा महेन्द्रले चाहिँ कु गरेर नेपालमा चाहिँ पञ्चायत व्यवस्थाको चाहिँ स्थापना गरे र 2046 सालको बहुदलमा चाहिँ ठुलो एउटा चाहिँ आँधीबेहरी आन्दोलन आएर चाहिँ बहुदल आयो र पञ्चायत ढालियो र 63 सालमा चाहिँ फेरि गणतन्त्रको स्थापना भयो। त्यही हुनाले गणतन्त्र भनेको तपाईँ हाम्रो अधिकारका लागि बोल्न पाउने, हिँड्न पाउने एउटा स्वतन्त्र भएर चाहिँ आम नागरिकले पनि देशको सर्वोच्च पदमा चाहिँ पुग्न सक्छ, राष्ट्रपति बन्न सक्छ भन्ने खालको चाहिँ एउटा व्यवस्थाको सिर्जना गणतन्त्रले गरेको छ। राजतन्त्रमा त्यो खालको व्यवस्था हुँदैन। र त्यही हुनाले म राजावादीहरूलाई पनि म भन्न चाहन्छु, सम्पूर्ण साथीहरूलाई म भन्न चाहन्छु, राजतन्त्रको पक्षमा वकालत गर्ने मानिसहरूले पनि गणतन्त्र नै ठिक छ भनेर चाहिँ उहाँहरूले पनि बोल्नुभएको छ। विभिन्न हामीले त्यो भिडियोहरूमा विभिन्न हामीले उहाँहरूको कन्टेन्टहरू पनि हेर्न सक्छौँ। र यसमा चाहिँ हरेक देशमा हामीले चाहिँ हेर्दाखेरि जापानमा होस्, अमेरिका, अस्ट्रेलिया, संसारका जुनसुकै मुलुकमा, भारतमा होस्, आफूलाई संसारको उत्कृष्ट लोकतन्त्रको चाहिँ मालिक ठान्ने अमेरिकामा पनि हिजो राजतन्त्रको चाहिँ अन्त्य गएर चाहिँ त्यहाँ एउटा बहुदलीय लोकतन्त्रको चाहिँ एउटा स्थापना भएको छ। त्यही हुनाले राजतन्त्रलाई चाहिँ हिजो गिरिजाप्रसाद कोइरालाहरूले पनि बेबी किङको रूपमा चाहिँ प्रस्ताव गरेका थिए। तर माओवादीको अध्यक्ष कमरेड प्रचण्डकै जोडबलमा गणतन्त्रको चाहिँ यो आँधीबेहरी एउटा चाहिँ जनतामा जागृत गराएर चाहिँ यो आन्दोलनको चाहिँ एउटा सिर्जित भएर चाहिँ आएको हो। त्यही हुनाले यो गणतन्त्र नै उपयुक्त छ नेपालको अहिलेको तत्कालको कन्टेक्स्टमा। त्यही हुनाले राजतन्त्रको पक्षमा तपाईँ हामी आम सर्वसाधारण जनताले चाहिँ राजतन्त्रको पक्षमा बोल्नुपर्छ, हिँड्नुपर्छ भन्ने मलाई लाग्दैन। त्यही हुनाले यो हुर्किँदै गरेको यो 15 वर्षको रूपमा चाहिँ जुन गणतन्त्रले जति उपलब्धि हासिल गर्यो, देशमा संहिता, गणतन्त्र, धर्मविशेषता लगायतका चाहिँ यावत कुराहरू चाहिँ गणतन्त्रको कालमा भयो। अब हाम्रो देश नयाँ विकासको मोडलमा चाहिँ अगाडि बढ्नुपर्छ, आर्थिक हिसाबमा चाहिँ अगाडि बढ्नुपर्छ। नेपालमा ठुल्ठुला उद्योग कल कारखानाहरू खोलिनुपर्छ र यो उद्योग कल कारखानाहरू खोल्नका लागि
तपाईँ हाम्रो चाहिँ ठुलो एउटा चाहिँ नेपाललाई चाहिँ गणतन्त्रको व्यवस्थामै टेकेर चाहिँ जनताका छोरा राष्ट्रपति प्रधानमन्त्री भएर चाहिँ कार्यकारी व्यवस्थाकोमा चाहिँ जानुपर्छ र नेपालमा चाहिँ हामी अहिले मजदुरको रूपमा चाहिँ हजारौँ मानिसहरू पढ्नका लागि कतार, कोरिया, अमेरिका, अस्ट्रेलिया विभिन्न देशमा चाहिँ गएका छौँ र हाम्रो देशमा नि यही व्यवस्थामा चाहिँ गणतन्त्रकै व्यवस्थामा चाहिँ त्यो रोजगारीको सिर्जना हुनुपर्छ र ठुल्ठुला उद्योग कल कारखाना नेपालमै खोल्नुपर्छ र हामीले चाहिँ हाम्रो यो हुर्किँदै गरेको गणतन्त्रको चाहिँ संरक्षण गर्नुपर्छ र गणतन्त्रको पक्षमा तपाईँ हामी सम्पूर्ण एकजुट भएर लाग्नुपर्छ र म राजावादी साथीहरूलाई पनि हामी आह्वान गर्न चाहन्छौँ। हिजो राजाको पालामा चाहिँ गणतन्त्रको पक्षमा आवाज उठाउँदाखेरि जसरी जेल नेल भोग्नु पर्थ्यो यो अब जेल नेल तपाईँहरूलाई राखिने छैन राजतन्त्रको पक्षमा, किनभने यो गणतन्त्रले ल्याइदिएको व्यवस्था हो। त्यसैले हामी सम्पूर्ण म चाहिँ यो युट्युब च्यानलबाट चाहिँ म सबै साथीहरूलाई आग्रह गर्न चाहन्छु, गणतन्त्रको पक्षमा एकजुट बनौँ, एकजुट हुनु आवश्यक छ र सम्पूर्ण साथीहरूलाई यो युट्युब च्यानल सब्सक्राइब गरिदिनु हुन, लाइक सेयर र युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु हुन। फेरि पनि म भन्न चाहन्छु @राजन गौतम 4341 मा चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। हस्त, धन्यवाद, नमस्कार।